जय मसी नमस्ते सबैजनालाई। अनि आज मर्निङमा आजको बिहानीमा चाहिँ एउटा विचार म तपाईँहरूसँग सेयर गर्न जाँदैछु है। यीशु ख्रिस्ट ले चाहिँ होइन, उहाँ चाहिँ यो पृथ्वीमा हुँदाखेरि चाहिँ उहाँले चाहिँ धर्म होइन प्रेमको बारेमा चाहिँ सिकाउनु भएको हो कि यही कुरा नै धेरै मिसअन्डरस्ट्यान्डिङमा आएको म देख्छु है। अनि मान्छेहरूले नबुझेको ठिकै छ, बुझ्न समय लाग्छ है। म एउटा उदाहरण दिन चाहन्छु होइन। तपाईँहरू कतिजना विदेशमा हुनुहुन्छ भने चाहिँ होइन, तपाईँहरू समुद्रको छेउमा जानुहोस् है। समुद्रको छेउबाट चाहिँ त्यो समुद्रमा हेर्दाखेरि कति विशाल कति ठुलो हुन्छ है। त्यो त अब नापेर नाप्न पनि नसक्ने है, एकदमै विशाल हुन्छ। अनि म चाहिँ कहिलेकाहीँ होइन, अब मेरो हस्बेन्ड म हामी चाहिँ अब समुद्रतिर जान्छौँ अनि हामी स्विमिङ गर्छौँ। अनि स्विमिङ चाहिँ म त्यो डिप हुन्छ नि, त्यो गहिरोतिर त जाँदिनँ, किनभने त्यहाँ अलिकता चाहिँ त्यो जब कहिलेकाहीँ चाहिँ समुद्र कस्तो हुन्छ भन्ने होइन, स्यालो हुन्छ कि त्यहाँ चाहिँ माटो अलिकता माथि नै हुन्छ है। सो टाढासम्म पनि तपाईँ हिँड्दै 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 गएर चाहिँ स्विमिङ गर्न चाहिँ सजिलो हुन्छ है, अलिकता सेफ हुन्छ है। तर तपाईँ बिस्तारै अब स्विमिङ गर्दै जानुहोस् होइन। तर अलिकता जहाँ चाहिँ तपाईँले टेक्न सक्नुहुन्न है, अब चाहिँ त्यो स्यालो छैन भने चाहिँ तपाईँलाई अलिकता डर लाग्छ कि डर लाग्छ होइन। अनि त्यसपछि तपाईँ ब्याक आउनुहुन्छ होइन। त्यहाँभित्र जान चाहिँ अब त्यहाँसम्म पुग्न चाहिँ एउटा हामीले प्रिपेयर गर्नुपर्ने हुन्छ है, प्रिपरेसन गर्नुपर्छ। हामीलाई स्विमिङ राम्रोसँग गर्न जान्ने, समुद्रको बारेमा जानेको होइन हुनुपर्छ र धेरै धेरै धेरैचोटि प्र्याक्टिसहरू गर्नुपर्छ होइन। कतिजना हामीले अब टिभीमा देख्छौँ होइन, तपाईँहरू कतिजनाले स्कुबा डाइभिङ गर्नुभएको छ भने पनि होइन, त्यो एक्सपिरियन्स के त्यो म चाहिँ टिभीमा हेर्छु है। टिभीमा भिडियोजहरूमा हेर्दाखेरि चाहिँ कस्तो राम्रो राम्रो माछाहरू हुन्छ कि, अनि त्यो कहिले नदेखेको है, त्यो कलर्सहरू मलाई अचम्म लाग्छ कि साँच्चै समुद्रभित्र पनि यस्तो यस्तो छ जस्तो लाग्छ है। अनि कुनै कुनै हामीले एक्वेरियममा देख्ने माछाहरू त त्यो त एकदमै लिमिटेड चाहिँ हामीले देखेको हुन्छौँ है। तर अब कति मान्छेहरू चाहिँ होइन, धेरै धेरै इयर्समा होइन, वर्षौँ वर्ष चाहिँ उनीहरूले प्रिपेयर गरेर उनीहरू चाहिँ समुद्रको बिचतिर गएर होइन, अनि त्यहाँ समुद्रमा पुरै डाइभ गरेर चाहिँ उनीहरू भित्र गएर चाहिँ होइन, उनीहरूले चाहिँ त्यो हामीले चाहिँ उनीहरूको कारणले हामीले पनि हेर्न पाएर हुन्छौँ है, किनभने उनीहरूले त्यो सबै रेकर्डिङ गर्नुभएको हुन्छ है। सो उनीहरूको कारणले चाहिँ हामीले पनि एउटा आशिष पाइरहेको हुन्छौँ कि घरमा बसी बसी पनि हामीले हेर्न पाइरहेको हुन्छौँ है। सो त्यो सबै कामहरू चाहिँ सबैजनाले गरेको हुँदैन कि, त्यो चाहिँ जसले स्टडी गरेको हुन्छ, जसले चाहिँ त्यो हुन्छ नि, यहाँ चाहिँ अब कसरी जाने रहेछ यो त्यो, जसले चाहिँ सबै त्यो प्रिपेयर गरेको हुन्छ, जसले त्यो सबै थ्रुबाट गएको हुन्छ है, उनीहरूले धेरै च्यालेन्जेसहरू लिएको हुन्छ। अनि त्यसरी चाहिँ उनीहरू चाहिँ होइन भित्र गएर चाहिँ त्यसरी त्यहाँ चाहिँ के रहेछ अझै भनेर चाहिँ होइन चाहिँ हेर्नुहुन्छ। अझ त्यहाँ एउटा सबमरिन हुन्छ है, त्यो त झन् अझ यो समुद्रको गहिराई भित्र झन् धेरै गयो भने त त्यहाँ त अन्धकार हुँदो रहेछ कि, त्यस्तो शून्य त्यस्तो अन्धकार हुँदो रहेछ है, त्यो लेभल्सहरू हुँदो रहेछ कि। सो मलाई चाहिँ कहिलेकाहीँ त्यस्तो देख्दाखेरि चाहिँ त्यहाँ सबैजना जान सक्दैन, त्यहाँ चाहिँ त्यही मान्छे जान सक्छ जो मान्छेले चाहिँ त्यहाँ मन लगाएको हुन्छ कि म चाहिँ त्यहाँ जान्छु, म चाहिँ त्यहाँ गएर चाहिँ बुझ्छु त्यहाँ के रहेछ भनेर जो मान्छेले खोज्छ नि, त्यो मान्छेले चाहिँ धेरै ट्राई गर्छ होइन। त्यो ट्राई गर्दा 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 उसले सानो 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 स्टेपहरू लिँदै जाँदा बल्ल उसले चाहिँ त्यहाँ त्यो सबै चाहिँ एक्सपिरियन्स गर्न पाउँछ। अनि उसको माइन्ड होइन, त्यो चाहिँ जुन गएको मान्छे छ नि, उसलाई नै थाहा हुन्छ कि त्यहाँको ब्युटी त्यहाँ कस्तो हुँदो रहेछ भनेर है। अरू त हामी सबैजनाले त हेर्ने मात्र हो, तर त्यो गएको मान्छेलाई थाहा हुन्छ कस्तो हुन्छ भनेर। सो मैले के भन्दैछु भने होइन, यीशु ख्रिस्टलाई चाहिँ हामीले जस्ट छेउबाट हेर्दाखेरि चाहिँ हामीले त्यो गहिराईभित्र के छ भन्ने कुरा बुझ्दैनौँ कि होइन। उहाँले चाहिँ खास गरी होइन यो बाइबल छ नि, यो बाइबल चाहिँ सबैजनाको घरमा हुनुपर्छ जस्तो लाग्छ कि। तपाईँले एउटा होइन, यो त धार्मिक किताब हो, यसलाई त हामीले छुनु पनि हुँदैन भन्ने
त्यस्तो माइन्डसेट नलिकन होइन, त्यस्तो माइन्डसेट नराखिकन यो चाहिँ एउटा किताब हो होइन, एउटा यीशु ख्रीष्ट भन्ने चाहिँ हुनुहुँदो रहेछ होइन, उहाँ चाहिँ यो पृथ्वीमा धेरै 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 वर्षौँ अगाडि चाहिँ हुनुहुँदो रहेछ होइन, उहाँले चाहिँ राम्रो काम गर्नुभएको रहेछ, उहाँले त प्रेम पो प्रचार गर्नुभएको रहेछ, मान्छेलाई प्रेमै गर्न आउँदैन रहेछ, उहाँले त प्रेम पो सिकाउनु भएको रहेछ भन्ने जब मान्छेले त्यस्तो तरिकाले हेर्छ नि, तब त्यो मान्छेले यीशु ख्रीष्टलाई हेर्ने सबै कुरा एकदमै फरक हुन्छ कि। सो त्यही कुरा नबुझेर जब मान्छेले बाहिरबाट मात्र हेर्छ नि यीशु ख्रीष्ट हो, यीशु ख्रीष्टको बारेमा प्रचार गरेको भनेर हेर्छ नि, त त्यो मान्छेले चाहिँ धर्ममा त देख्छ, अरू त्यो भित्रको कुराहरू चाहिँ देखेको हुँदैन कि। अनि म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु कि यीशु ख्रीष्टलाई चिन्नु भनेको चाहिँ प्रेमलाई चिन्नु हो कि। प्रेम, त्यो साँचो प्रेम के, जुन प्रेममा कुनै खोट छैन, जुन प्रेम चाहिँ पर्फेक्ट छ कि, त्यो प्रेम चाहिँ जस्ट खुसीको समयमा मात्र चाहिँ एक्टिभ हुने र दुःखको समयमा चाहिँ एब्सेन्स हुने होइन, हुँदैन कि। त्यो प्रेम चाहिँ हर समयमा तपाईँले त्यो फिल गर्नुहुन्छ मनभित्र है। अनि यीशु ख्रीष्टलाई चिन्नु भनेको चाहिँ प्रेमलाई झन् गहिरो रूपमा चाहिँ चिनिनु हो कि। यो संसारमा धेरै कुराहरू नमिल्नु भनेकै प्रेम नबुझेर नै हो, प्रेम नै नभएर हो कि। फ्यामिलीभित्र पनि अब कतिवटा कुराहरूमा चिसो हुनु भनेकै होइन, जहाँ प्रेम हुँदैन नि त्यहाँ चिसो हुन्छ, जहाँ प्रेम हुँदैन त्यसकै प्रेम नभएको बेलामा चाहिँ त्यहाँ अरू कुराहरूले चाहिँ बास गरेको हुन्छ कि। यीशु ख्रीष्टको प्रचार जुन थियो होइन, उहाँले चाहिँ मुखले मात्र होइन प्र्याक्टिकल्ली देखाउनु भएको छ कि। एउटा बाइबलको एउटा भर्स म तपाईँहरूको लागि पढ्न चाहन्छु है। यहाँ चाहिँ एफिसीको पुस्तक 3को चाहिँ 16बाट म पढ्छु। यहाँ चाहिँ होइन एफिससको मण्डलीको निम्ति प्रार्थना, यहाँ चाहिँ पावलले चाहिँ यहाँ प्रार्थना एफिससको मण्डलीको लागि प्रार्थना गर्नुभएको छ। यहाँ म तपाईँहरूलाई सुनाउँछु है। 16मा चाहिँ यसरी लेखिएको छ, म प्रार्थना गर्छु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले, अब यो सम्पत्ति पनि यो के सम्पत्ति हो होइन, यो संसारमा चाहिँ सम्पत्तिलाई चाहिँ पैसा भएको, सुन त्यस्ता कुराहरूलाई चाहिँ सम्पत्ति भनिन्छ है, जग्गा जमिन भएको कुराहरूलाई चाहिँ सम्पत्ति भनिन्छ। तर यहाँको स्वर्गीय सम्पत्ति चाहिँ अर्कै छ है, यीशु ख्रीष्टको सम्पत्ति चाहिँ अर्कै छ। म तपाईँहरूलाई भन्छु। सो फेरि म पढ्छु, म प्रार्थना गर्छु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यमा तिमीहरूलाई शक्तिशाली पारुन् र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून् र प्रेममा जरा गाडिएका र दरिला भएर सबै सन्तहरूसँग चौडाइ लम्बाइ उचाइ र गहिराई के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक, ज्ञानमा माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण हो। हेर्नु त यस्तो प्रार्थना उहाँले गर्नुभएको छ कि यीशु ख्रीष्टको प्रेम हेर्नु त लम्बाइ चौडाइ हरेक किसिमले चाहिँ होइन, त्यो गहिराइले चाहिँ तिमीहरूले उहाँको प्रेमलाई बुझ्न सक। किन प्रेमको पनि लेभल्सहरू हुन्छ, जति हामीले प्रेम गर्न जान्छौँ, जति हामीले डिप त्यो यो प्रेमलाई बुझ्न सक्छौँ, त्यति नै हामीलाई चाहिँ होइन कतिवटा यो संसारको कुराहरूले चाहिँ हामीलाई एफेक्ट गर्दैन कि होइन। हामीलाई छिट्टै चाहिँ क्षमा दिन मन लाग्छ, छिट्टै केही रङ थट्सहरू होइन, केही रङ थट्सहरू आइरहेको छ भने छिट्टै यस्तो चाहिँ होइन होला भनेर प्रेमले जितिहाल्छ कि। किनभने जति प्रेमले तपाईँ भरिनुहुन्छ नि त्यति नै चाहिँ यो संसारको कुराहरूसँग चाहिँ फाइट गर्न सजिलो हुन्छ कि। किनभने फाइट गर्ने तपाईँ होइन, तपाईँले जे भित्र यहाँ इस्टाब्लिस गर्नुभएको छ होइन, जति कुराहरूलाई पनि जति पनि यो स्वर्गीय सम्पत्तिहरू होइन जुन चाहिँ यो प्रेमभित्र पर्छ होइन, धैर्यता यहाँ धेरै छ प्रेमको कुराहरू। अनि यो सबै कुराहरूले जब तपाईँ जरा गाडिनुहुन्छ नि तब यो संसारको कुराहरूले तपाईँलाई हत्तपत्त चाहिँ एफेक्ट पार्न सक्दैन कि। त्यस कारणले चाहिँ होइन यीशु ख्रीष्ट चाहनुहुन्छ कि हामी चाहिँ प्रेममा जरा गाडिएको होइन, यीशु ख्रीष्ट नै प्रेम हुनुहुन्छ कि। प्रेम गर्न त हरेक मान्छेले सिक्नुपर्छ जस्तो लाग्छ है। प्रेम नै नभएको कारणले झैझगडा हुन्छ, प्रेम नै नभएको कारणले गर्दाखेरि चाहिँ होइन तितो हुन्छ। प्रेमले चाहिँ त्यो हुन्छ नि, हामीले चाहिँ प्रेम गर्नुपर्छ भनेर चाहिँ भन्दैन कि। त्यो चाहिँ एउटा रिटन वर्ड मात्र होइन कि, त्यो लेखेको शब्द मात्र होइन। प्रेम चाहिँ एक्टिभ हुन्छ,
प्रेमले चाहिँ प्र्याक्टिकल्ली देखाउँछ कि प्रेमले चाहिँ एक्सनमा देखाउँछ है। अनि त्यसैले त काम गर्छ नि त होइन। जस्तै तपाईँ कामबाट थकित भएर घर आउनुभयो होइन, अब तपाईँको हस्बेन्ड या फिर वाइफले तपाईँलाई केही सोध्नु भएन अरे कि तपाईँको दिनको बारेमा होइन, केही भन्नु भएन, तर तपाईँलाई आई लभ यु मात्र भन्नुभयो भने त्यहाँ त काम गर्दैन नि त। तर त्यहाँ चाहिँ एउटा प्र्याक्टिकल्ली ओहो तपाईँलाई अलिकता ल तपाईँ आराम गर्नु, म चाहिँ पानी लिएर आउँछु या फिर म तपाईँको लागि चाहिँ टी बनाएर ल्याइदिन्छु होइन, त्यस्तो भन्यो भने त त्यो थकान पनि मेटिन्छ नि त होइन। अनि त्यहाँ चाहिँ कस्तो हुन्छ भने प्रेम चाहिँ एक्टिभली देखिरहेको हुन्छ कि प्रेमले चाहिँ त्यहाँ काम गरिरहेको हुन्छ। त्यस कारणले तपाईँको हस्बेन्ड या वाइफले तपाईँलाई हेर्ने नजर अर्कै हुन्छ है, ओहो उसले त मलाई केयर गरिरहेको छ जस्तो हुन्छ है। तर तपाईँ केही नि भन्नु हुँदैन, आज भन्नुहुन्न भोलि पनि त्यही पर्सि पनि त्यही गर्नुभयो भने त्यहाँ एउटा प्रेमको एब्सेन्स हुन्छ र अरू कुराहरू आएर होइन संसारको जस्तै चिन्ता फिक्री आएर बस्ने त्यहाँ एउटा घर हुन्छ कि त्यसपछि ओहो मेरो मेरो बुढीले मलाई माया गर्छ कि गर्दैन, ओहो मेरो बुढाले मलाई माया गर्छ कि गर्दैन भन्ने क्वेसनहरू आउन सक्छ है। त्यस कारणले चाहिँ है हामीले प्रेमलाई प्र्याक्टिस गर्ने सबैभन्दा बेस्ट ठाउँ चाहिँ आफ्नै घर हो है। आफ्नै घरबाटै सुरु हुन्छ कि प्रेमको चाहिँ लेभल्सहरू छ है। जति हामी गहिरिँदै जान्छौँ होइन त्यति नै हामीले झन् असल असल कुरा भेट्दै जान्छौँ र यो संसारिक कुराहरू चाहिँ बिस्तारै पर हुँदै जान्छ र नयाँ कुरा चाहिँ होइन हाम्रो भित्रको मनुष्यलाई चाहिँ उहाँले चाहिँ होइन उहाँकै सम्पत्तिले होइन, जस्तो त्यो सम्पत्तिमा के पर्छ म तपाईँलाई भन्छु है। त्यो सम्पत्ति चाहिँ के हो भने त्यो रहिरहने सम्पत्ति हो है। यो चाहिँ पहिलो कोरिन्थी 13 चाहिँ यहाँ प्रेम है। सो यहाँ देख्नु भएको छ कि छैन, यहाँ चाहिँ प्रेम छ है। म यहाँ प्रेमको बारेमा म तपाईँहरूलाई भन्छु है। प्रेम सहनशील हुन्छ र दयालु हुन्छ, प्रेमले डाह गर्दैन न सेखी गर्छ, प्रेम हठी हुँदैन न डिठ हुन्छ, प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन, प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठिक कुरामा रमाउँछ, प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ, प्रेमको कहिले अन्त्य हुँदैन, अगमबाडीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टली जानेछ, हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमबाडी अपूर्ण छ, तर जब सिद्धता चाहिँ आउनेछ तब अपूर्णता टली जानेछ। जब म बालक थिएँ तब बालक जस्तै बोल्थे, बालकले जस्तो विचार गर्थे, बालकले जस्तै तर्क गर्थे, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिए। अहिले हामी ऐनामा जस्तो धमिलोसँग देख्छौँ तर त्यस बेला चाहिँ छर्लङ्ग देख्नेछौँ। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेला चाहिँ पुरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु। अब विश्वास आशा प्रेम यी तीन रहन्छन् तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो है। साँच्चै यो चाहिँ सबै स्वर्गीय सम्पत्तिहरू हो कि यो चाहिँ कहिले पनि कुहिर पनि जाँदैन, कसैले चोरेर पनि चोरिँदैन है। सहनशीलता, दयाको भावना होइन, डाहा नगर्ने, सेखी नगर्ने, हटी नहुने, जिद्दी नगर्ने, यो सबै कुरा चाहिँ प्रेमले गर्छ कि यो सबै चाहिँ जब हामी प्रेमलाई प्रेम गर्छौँ होइन तब चाहिँ भित्र आउँछ है। सो प्रेम चाहिँ बाहिरी होइन, भित्रबाट जरा गाडिएर होइन त्यो चाहिँ निस्कने कुरा हो र त्यसको फ्रुटहरू चाहिँ यही नै हो है। प्रेमको फ्रुटहरू यो सम्पत्तिहरू यो चाहिँ कुनै मोलमा चाहिँ किनिने कुरा होइन। एउटा खेत किन्न चाहिँ तपाईँले पैसा लगाउनु पर्ने हुन्छ होइन, तर यो सहनशीलता, दयालु, यो सबै कुरा चाहिँ किनेर पनि किनिन नसकिने कुराहरू हो कि यो चाहिँ केवल येशू ख्रीष्टले तपाईँलाई दिनुहुन्छ, रहिरहने है। संसारको प्रेम जस्तो होइन, यो प्रेम चाहिँ रहिरहन्छ। यो प्रेमले चाहिँ तपाईँलाई स्ट्रङ बनाउँछ भित्रबाट है र हरेक परिस्थितिबाट चाहिँ एकदम विजय भएर अगाडि बढ्न सहायता गर्छ। सो उहाँको प्रेम चाहिँ बुझ्नु भएको होस् भनेर उहाँले चाहिँ अगाडि नै हामीलाई देखाइसक्नु भयो है। अब चाहिँ हामीले बुझ्ने चाहिँ दिमाग दिनुभएको होस्, हाम्रो आँखा खोलिदिनु भएको होस् भनेर चाहिँ प्रार्थना गर्नुहोस् है। उहाँलाई खोज्नुहोस् र उहाँ चाहिँ तपाईँसँग बोल्न चाहनुहुन्छ, यो प्रेम तपाईँलाई गर्न सिकाउन चाहनुहुन्छ है। र यति भन्दै म चाहिँ अब अहिले यहाँबाट बिदा हुन्छु। बाई बाई।